यो गाइस अझ चाहिँ हामीलाई अल्छी लाग्यो त्यो भएर जेपाती गरेको होइन कपाल बिचराको त्यति राम्रो भएर भोलि सर म्याम मानी भयो होइन अब मेरो त 10 दिन बिदा भएको थियो 3 गतेसम्म मेरो त बिदा अनि अब मोजमा अब आज कति गते 29 गतेसम्म अब यो भिडियो 100 टिम 3 मा हाल्नुपर्छ गाइस अब 100 टिम 3 मा चाहिँ त्यतिकै हाल्दैन होला हामीले अब हाल्यो भने त्यही के को डिफेन्सहरुको गर्छ होला अरु त थाहा छैन हैन के गर्ने अब कन्टेन्टहरु के भन्छ आइडियाजहरु थाहा छैन ना अन्त टिम पनि भाइरल गएको छैन फेरि त्यस्तै भए कपालमा नभएको स्टन्डी हुन्छ त्यहाँ त बच्चाले उफ्रेला हो यतिकै भन नि फेरि बच्चाले चाहिँ सक्दैन ल अब लाइफ खै कति होला तेरो हाम्रोतिर हैन होला होला खै मलाई अब यस्तो डाक्टर भर्छ न छुट्टी भएको के चाहिँ धुल्यो मोबाइल हेऱ्यो हाम्रो अब के त छ नि अब त्यो उपमल बिग्रेको थियो अब एक दिन त्यो भएर 100 टिम फ्रीमा के हाल्नु पाएन भर्खर एक हप्ता पनि भएको छैन कति दिन भयो 3 मल भनेको 3 दिन भइसक्यो अनि भर्खर लो ओइ कस्तो हुँदैन बा अब भिडियो हाल्नु ट्राई गरिरहेछौँ फुटबल खेलाएर भिडियो हाल्यो भने सोच्नु अब देखा नभए अब यो भिडियो म घर गएर क्यापकटमा एडिट हाल्नु छ क्यापकटमा एडिट हानेपछि हाल्छु होला थम्बनेल बनाउनु पर्छ देन के गर्नुपर्छ खै के रितेश गाइस ला ल लामो के भन्ने हौ ओहो या ओइ शट कसको बल हो ओए ओइ दे त एक शट हेर्नु त दुबईको बल हेर्नु त खै दे त ओइ देखा त देखा खुलामा देखा न यसो ल ए खुलामा दे त ओइ पास दुबई देखि हो यो जान्छ सेट यसो बल हाल्नु